थोमा मलाई किन विश्वास गर्दैनौ? याद छ जब हामी यरियोको बाटो भई जाँदैथ्यौँ, त्यो ठुलो भिडमा दबिएको बार्तिमयको त्यो सानो आवाज, त्यसमाथि तिमीहरूले उसलाई करायौ, हकार्यौ, दबाउन खोज्यौ, तर झनै चर्को आवाजमा उसले मलाई पुकारे, भने कि येशू दाउदको पुत्र म माथि दया गर। त्यो विश्वासलाई आँखाको खाँचो थिएन, त्यो विश्वासलाई मेरो खाँचो थियो। के तिमीलाई अझै पनि गाह्रो हुँदैछ म माथि विश्वास गर्न? के तिमीलाई अझै पनि आँखाको खाँचो पर्दैछ, प्रमाणको खाँचो पर्दैछ? उठ र आऊ अनि यो काँटीले छेडिएको हातमा तिम्रो अम्लाला लगाइहेर। थोमा, त्यही येशू हुँ, म तिम्रो येशू हुँ।